नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग न्यू डेको साथमा हजुरहरूको छोरी हजुरहरूको दिदी बहिनी म उपस्थित भइसकेको छु न्यू ब्लग लिएर। अनि हजुरहरूको माझमा म उपस्थित भइसकेको छु। मेरो भिडियोलाई चाहिँ तपाईहरूले अन्तिमसम्म हेरेर लाइक सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। आज म चाहिँ यो वाटर भिल्लातिर छु अनि ट्राउट यो साथीहरू म पनि त्यहाँ गएको। साथीहरू तपाईँ जानुहोस्। हजुरहरू पनि इन्जोय गर्नुहुन्छ भने हजुरहरू पनि जान सक्नुहुन्छ। अनि यहाँ चाहिँ एकदमै रमाइलो रहेछ। अनि म चाहिँ 2-3 चोटि नै भइसक्यो गएको। मेरो साथी पनि गएको, उसको नाम आरिस्का चकचके हो, गुइनी हो। अनि एकदमै रमाइलो भएको थियो। मेरो छोरी सँगसँगै हामी सबैजना होलीको हाम्रो चाहिँ छुट्टी अफिस छुट्टी भएकोले हामी श्रीमान श्रीमती चाहिँ यसरी पिङहरू खेलेर पनि हामी चाहिँ रमाइलो गर्दैछौँ साथीहरू। अनि यहाँ एकदमै रमणीय ठाउँहरू छ। हजुरहरू पनि यदि स्पेसल माछा खानुहुन्छ भने हजुरहरू जान सक्नुहुन्छ। यहाँ एकदमै रमाइलो अनि सुनसान वातावरण पनि छ। अनि जतिजनाले मेरो भिडियो हेर्दै हुनुहुन्छ, जहाँ जुन ठाउँबाट तपाईहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। अनि एकदमै यहाँ चाहिँ स्पेसल माछा खानका लागि सबै ठाउँबाट आउनुहुन्छ। यो चाहिँ कहाँ हो भन्नुहुन्छ भने पोखरा हो साथीहरू, पोखरा। यो चाहिँ ट्राउट फर्म पनि बन्छ, यो चाहिँ भुर्जुङ खोला पनि बन्छ, वाटर भिल्ला पनि बन्छ। एकदमै धेरै रमणीय ठाउँहरू छ। हामी चाहिँ होलीको दिनमा हामी इन्जोय गर्नका लागि हामी पुगेको थियौँ साथीहरू। अनि हामी सबैजना मिलेर यहाँ इन्जोय गर्दैछौँ पिङहरू खेलेर अनि घुमेर। यसरी हाम्रो इन्जोय चाहिँ आजको दिन भएको छ। अनि यहाँ रहेको छ हाम्रो खानाहरू अनि फिसहरू। एकदमै यो चाहिँ स्पेसल माछा हो। हजुरहरूले सबै यो हड्डीसँगै खानु मिल्छ। यो मेरो चाहिँ पनिर चिल्ली हो। गाइस मलाई माछा मन पर्दैन। तपाईहरु पनि माछा नखानुहोस्। ओ मेरो साथी हेर्नु न। बाई बाई। बाई बाई।